यस पछाडि 67 केजी तौलसम्मका पुरुष खेलाडीहरू तयारी अवस्थामा बस्दिनु होला फाइनल खेलको लागि। 67 केजी तौलसम्मका पुरुषहरू प्रनिश परियार हडैया डोजो कटारीका छन् भने जीवेश राई गाईघाट डोजोका छन्। प्रनिश परियार रातो फित्ता लाउने खेलाडीले अङ्क 1 ल्याउन सफल हुनुभएको छ। अब यस पछाडिको बाउ प्रनिश परियार हटाइया जो कटारीका खेलाडी छन् भने जीवेश राई निलो फित्तामा गाईघाट डोजोका छन्। फेरि पनि रातो फित्ताका खेलाडीले अङ्क 1 बटुल्दै अङ्क 2 बनाउन सफल हुनुभएको छ। यामे भनेको स्टप खेलाडी भाइ बहिनीहरूले अलिकति ध्यान दिएर सुन्ने। यामे भनिसकेपछि गुरुले पन्च किक हान्नु हुँदैन, हान्यो भने फेरि पेनाल्टी पाइन्छ। पाइहाल्नुभयो रातो फित्ताका खेलाडीले चुई। चुई भनेको फेरि पनि रातो फित्ताका खेलाडीले पन्च हानेर फेरि अङ्क 1 थप्न सफल हुनुभएको छ। रातो फित्ताको अङ्क 3 छ भने निलो फित्ता लाउने खेलाडीको अङ्क 0 रहेको छ। उत्तर बारीको भइसकेको छ। अब 15 सेकेन्ड खेल बाँकी छ। फेरि पनि अङ्क 1 बटुल्दै 4 अङ्क बटुल्न सफल हुनुभएको छ रातो फित्ताका खेलाडी। फेरि पनि अङ्क 1 बटुल्न सफल हुनुभएको छ शशिकाले बगर कटारी डोजोका खेलाडी। समय सकिएको छ। यसै गरेर 60 केजी तौलसम्मको महिलाको